हुन्छ धन्यवाद यस समयको निम्ति। सबैलाई जय मसी। मेरो नाम चाहिँ अर्जुन नेपाली। मेरो घर इटरी 5 मा पर्छ अनि मेरो चर्च चाहिँ अनुग्रह चर्च इटरी। म अवश्य नै हरेक दिन बाइबल अध्ययन गर्छु अनि बाइबल अध्ययन गर्दाखेरि मलाई चाहिँ शान्त ठाउँ मनपर्छ अनि एकान्त ठाउँमा रहेर चाहिँ बाइबल अध्ययन गर्छु। विशेष गरी म अवश्य नै हरेक दिन प्रार्थना गर्छु अनि प्रार्थना गर्दाखेरि चाहिँ धन्यवाद साथसाथै अनि आफ्नो परिवारको निम्ति, मण्डलीको निम्ति, लिडर्सहरूको निम्ति अनि देशमा अहिले भएको जति पनि अप्ठ्यारोहरू छ, एउटा अवस्थालाई भनौँ न, अहिले महामारी छ, अहिलेको अवस्थामा भन्नुपर्दाखेरि यो सबै कुराहरू चाहिँ हटेर गएको होस् होइन। एउटा परमेश्वरको अनुग्रहले होइन, परमेश्वरको अनुग्रहमा चाहिँ सबै कुराहरू चाहिँ असल भएको होस् भनेर त्यो प्रकारले म प्रार्थना गर्छु हरेक दिन चाहिँ। अनि मेरो निम्ति पनि एउटा असल होस् अनि जसको निम्ति अनि एउटा असहाय छ, दुःखमा परेको छ अनि रोगीहरू छ अनि जसलाई अभाव छ अनि उहाँहरूको निम्तिलाई त्यो विषयलाई लिएर चाहिँ म प्रार्थना गर्छु अनि धन्यवाद पनि दिन्छु हरेक दिनको निम्ति। मेरो साथी यति नै छ भनेर मलाई त्यो गणना चाहिँ मैले गरेको छुइनँ, अहिलेसम्म काउन्ट गरेको छैन। साथीहरू धेरै हुनुहुन्छ अनि त्यसमा मिल्ने साथी चाहिँ थोरै हुन्छ। अवश्य हरेकको भनौँ न साथी धेरै हुन्छ, तर मिल्ने, आफ्नो कुराहरू सेयर गर्ने साथीहरू चाहिँ थोरै नै हुन्छ। अनि त्यो साथीहरू चाहिँ अब मण्डलीमै हुनुहुन्छ, विशेष गरी जसले चाहिँ हाम्रो एउटा भिजनहरू मिल्छ अनि आफ्नो दर्शनहरू होइन, अनि कतिवटा दुःखको कुराहरू अनि अगाडि आउने दिनहरूलाई कसरी चाहिँ सामना गर्ने, कसरी त्यो च्यालेन्जलाई एक्सेप्ट गर्ने, त्यो कुराहरूलाई चाहिँ भनौँ न लिएर अगाडि बढ्ने त्यस्तो प्रकारको साथीहरू हुनुहुन्छ। मैले अहिलेसम्म मलाई मेरो अनुभव भन्नुपर्दाखेरि दिने कुरामा होइन, हामीलाई बाइबलले स्पष्ट रूपमा बताउँछ होइन, लिनुमा भन्दा दिनुमा असल छ होइन, अनि बटल्नुमा भन्दा छड्नुमा असल छ होइन। त्यो भएको कारणले गर्दाखेरि आज म चाहिँ एउटा ख्रिस्टको प्रेममा भएको कारणले गर्दाखेरि जति पनि आवश्यक परेको छ होइन, अनि त्यो एउटा हुन्छ नि, कतिवटा कुरामा अहिले कुरा भन्नुपर्दाखेरि चाहिँ धेरै जसो जवानहरूलाई चाहिँ आफ्नो लाइफमा चाहिँ कतिवटा कुराहरू गर्नको निम्ति पैसाको आवश्यकताहरू हुन्छ। अनि त्यो कुरामा मैले एकजना उदाहरण दिन चाहन्छु होइन। एकजना भाइ हुनुहुन्थ्यो अनि अहिले उहाँ विदेशमा हुनुहुन्छ अनि उहाँ चाहिँ एक दिन मलाई फोन गरेर उहाँले सहयोग माग्नुभयो अनि मैले उहाँलाई मसँग हुन, म पनि एक स्टुडेन्ट नै थिएँ त्यो समयमा, म पनि काम गर्दिनँ थिएँ, तर एउटा हृदय ममा एउटा ख्रिस्टको प्रेम भएको कारणले गर्दाखेरि अनि मैले उहाँलाई चाहिँ सानो एउटा आर्थिक सहयोग गरेको थिएँ। अनि मलाई थाहा छ अनि उहाँले भन्दै हुनुहुन्थ्यो मेरो मम्मी बिमारी हुनुहुन्छ अनि मलाई थोरै पैसा आवश्यक छ भनेर उहाँले त्यो कुरा गर्दै गर्दाखेरि मैले चाहिँ उहाँलाई मैले सक्दो मेरो अवस्थाले भ्याएअनुसार मैले उहाँलाई थोरै सहयोग गरेको थिएँ। अनि जसले गर्दाखेरि मैले त्यो कुराहरूबाट चाहिँ आशिष पाएको भनौँ न। मैले साथीहरूलाई मेरो विश्वास होइन, म इसाई किन छु होइन, मैले किन चाहिँ ख्रिस्टलाई ग्रहण गरेँ अनि त्यो कुराहरू मैले मेरो साथीहरूलाई, अइसाई साथीहरूलाई मैले यो कुराहरू बताउँदा अनि उहाँहरूले चाहिँ विश्वास गर्नुहुन्न थियो अनि थोरैले मात्र विश्वास गर्नुहुन्थ्यो। र मैले धेरै, म स्कुल पढ्दा अनि कलेज पढ्दा पनि मैले मेरो साथीहरूलाई सुनाएको थिएँ होइन। अनि उहाँहरूले त्यो कुराहरूलाई उहाँहरूले एक्सेप्ट गर्नुभयो अनि चर्च पनि आउनुभयो केही समय उहाँहरू। अनि मलाई पनि उहाँहरूले विश्वास गर्नुहुन्थ्यो किनभने म पनि एउटा क्रिस्चियन भएको कारणले गर्दाखेरि म आफ्नो क्यारेक्टर अनि मैले बोल्ने कुराहरू, मेरो व्यवहारहरू चाहिँ उहाँहरूले त्यो प्रकारले मूल्याङ्कन गर्नुहुन्थ्यो। अनि त्यो भएर अनि
भनौँ न जसलाई मैले भरोसा गरेको थिएँ, जसलाई मैले विश्वास गरेको थिएँ, अनि त्यो प्रेमको त्यो कारणले गर्दाखेरि चाहिँ ममा पनि परिवर्तन भएको थियो होइन। अनि मैले सुनाउँदा, मैले उहाँहरूलाई बताउँदाखेरि चाहिँ उहाँहरूले पनि थोरै मात्रामा चाहिँ उहाँहरूले पोजिटिभ हुनुभएको कुराहरू छ होइन। एकदमै उहाँहरूलाई चाहिँ त्यो भनौँ न मन पर्थ्यो। अनि अहिले पनि अब त्यो फलो गरिराख्नु भएको छ कतिजनाले, अनि कतिजना चाहिँ बिस्तारै अनि त्यो गाइड नभएर अनि ब्याकस्लाइड पनि हुनुभएको छ। म इसाई हुनु मैले जब प्रभुलाई चाहिँ टिनेज होइन, म किशोर अवस्थामै हुँदै मैले प्रभुलाई पाएँ। अनि मेरो क्रिस्चियन जीवन त्यहाँबाट सुरु भयो। अनि मैले क्रिस्चियन हुनुभन्दा अगाडि एउटा साथी सङ्गत, एउटा टिनेज अवस्थामा मैले कतिचोटि त्यो शब्दहरूलाई जानेर होइन तर अन्जानीमा होइन साथी सङ्गतले गर्दाखेरि त्यस्तो शब्दहरू मुखबाट निस्किन्थ्यो। तर जब म बिस्तारै अनि मेरो साथी हुनुहुन्छ एकजना, उहाँले नै मलाई कतिचोटि सम्झाउनु भयो होइन, तिमीले घरिघरि त्यो शब्दहरू जुन हामीले बोल्नु हुँदैन त्यो शब्दहरू तिमीले निकालिरहेछौ, त्यसलाई तिमीले सुधार गर्नुपर्छ भनेर उहाँले बताउँदै हुनुहुन्थ्यो। अनि मैले पछि बिस्तारै बिस्तारै मेरो जीवनलाई चाहिँ मैले परिवर्तन गरेँ। अनि त्यो शब्दहरू चाहिँ मेरो मुखबाट अहिले निस्किँदैन है। जुन कुराहरू उच्छृङ्खल होइन, अलिकति भनौँ न अहिलेको जुन जेनेरेसन अनुसार बोलिन्छ एउटा त्यो शब्दहरू चाहिँ अहिले म बोल्दिनँ। हामीले गड होइन, ओ माई गड, अनि यो शब्द हामीले मुखबाट उच्चारण गर्दाखेरि त्यो चाहिँ हामीले हाम्रो ईश्वरलाई हामीले सम्झिन्छौँ होइन। अनि कतिवटा हाम्रो अवस्था त्यस्तो हुन्छ सिचुएसन, अनि त्यो अवस्थामा हामीले यो शब्दहरू हामीले उच्चारण गर्छौँ होइन, हामीले सम्झिन्छौँ। तर साँच्चै नै हाम्रो हृदयबाट हामीले के ईश्वरलाई नै हामीले पुकारिरहेछौँ कि अथवा एउटा फनको रूपमा होइन। तर अहिले पछिल्लो समय एउटा मैले सोसल मिडियामाहरूमा हेर्छु होइन, मान्छेले एउटा फनको रूपमा लिइरहेछ होइन, माई लर्ड भनेर, अनि डर लाग्यो यस्तै यस्तै प्रकारले एउटा प्रमिस गर्ने कुराहरू होइन। हामीले ईश्वर होइन गड अनि को नाम चाहिँ त्यो एउटा व्यर्थमै नलिनु बाइबलले पनि हामीलाई सिकाएको छ होइन। तर हामीले जब हाम्रो निम्ति आवश्यक छ होइन, जब हामीलाई गाह्रो पर्छ होइन, जब हामी प्रशंसा गर्छौँ, अनि त्यो अवस्थामा हामीले हाम्रो गड होइन उहाँलाई सम्झिन सक्छौँ, उहाँको नाम लिन सक्छौँ। तर एउटा फनको रूपमा होइन मान्छेले चाहिँ पछिल्लो समय त्यो प्रकारले लिइरहेको छ। तर हामीले त्यसरी एउटा कसम खाने एउटा गड भनेर एउटा फनको रूपमा चाहिँ हामीले लिनु हुँदैन, मलाई जहाँसम्म लाग्छ। धन्यवाद। यसरी मेरो एउटा विचार अनि मलाई यो राख्ने समय तपाईँले दिनुभएको छ। अवश्य नै अहिलेको समयमा हामी जवानहरू है एकदमै संसारको ढाँचामा हामी चल्नु हुँदैन। हामीलाई बाइबल स्पष्ट रूपमा बताउँछ है, एउटै जुवामा ननारियो। अनि हामी संसारले हामीलाई अहिलेको समयमा धेरै नै होइन यो अहिले सोसल मिडियाहरूमा अनि फेसबुक भन्यो, टिकटक भन्यो, अनि यो कुराहरूले हामीलाई अहिले आकर्षित गराइरहेको छ होइन। हामी चाहिँ हाम्रो प्रायोरिटी हामीले दिनुपर्ने समय यता हाम्रो ख्रिस्टीय जीवन होइन, त्यो हाम्रो एउटा लाइफस्टाइल हामीले दिन प्रतिदिन कसरी चाहिँ हाम्रो क्रिस्चियन जीवनलाई हामीले जिइरहेका छौँ होइन। संसारको रमझम मात्र हो कि होइन, सोसियल मिडियाहरूमा यस्तो प्रकारले हामीलाई अहिले आकर्षित बनाइरहेको कुराहरू छ। त्यो कुराहरूलाई चाहिँ हामीले कसरी युज गरिरहेका छौँ, त्यो कुराहरूलाई अहिलेको समयमा हामीले आफैलाई विचार गरौँ होइन। हाम्रो निम्ति एउटा च्यालेन्ज छ, हामीले कुन कुरालाई चाहिँ हामीले लिएर अगाडि बढ्नुपर्ने हो। सो हामी सधैँ एउटा वचनले भने जस्तै होइन मेन केन्द्रबिन्दु चाहिँ हाम्रो येशूलाई हामीले बनाएर अगाडि बढौँ, ताकि संसारमा भएका भौतिक कुराहरू होइन यो संसारमा भएका यो अहिलेको समयमा भएको यो रमझमको कुराहरूमा होइन, तर हामी सधैँ होइन आफूलाई अगाडि बढाउनको निम्ति एउटा क्रिस्टमा एउटा पवित्रतामा एउटा सुहाउँदो जीवन जिउएर हामी अगाडि बढ्न सकौँ। यही नै